चीज चाहिँ यो बक्स भित्र रहेको छ। हामी अब फाइनली यो बक्स ओपन गर्दैछौँ। ल हेरौँ है त। हेलो गाइज, आज म हजुरहरूलाई एउटा स्पेशल चीज देखाउन जाँदैछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला हस् भन्दै, हजुरहरू के कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्थामा भए पनि एकदमै खुसी र सुखी हुनुहोला भनी भगवानसँग कामना गर्दछु। स्पेसली महिलाहरूको महान चाड हरितालिका तीजलाई गाउँघरले छाएको छ र आज म पक्कै पनि हजुरहरूले हातभरि हरिया चुरा र गलाभरि हरिया पटेहरू र हातभरि मेहेन्दीले रङ्गी-चङ्गी गराएर एकदम सुन्दर बनाउनु भएको छ होला। देख्नुहुन्छ मेरो जस्तै, मेरो त अस्ति नै गइसकेछ। र यदि तपाईहरूले लगाउनु भएको छैन भने लगाउनु होला, किनकि यसो गर्दा आफ्नो श्रीमानको आयु बढ्ने साथै श्रीमानको भनौँ न नराम्रो पक्षहरू टाढा हुन्छन् भन्ने मान्यता छ र बिहे नभएकोहरूलाई बिहासँगको माया एकदम अझ गाढा हुने र बिहाको आयु बढ्ने भन्ने विश्वास गरिन्छ है। यो चाहिँ मैले भनेको होइन, यो चाहिँ ट्रेडिसनलदेखि चलि आएको कुरा हो। छोडौँ यो सब कुरा। अब हामी हेर्दैछौँ त्यो स्पेसल चिज के होला त। हजुरहरू कतिको एक्साइटेड हुनुहुन्छ, पक्कै पनि एकदमै एक्साइटेड हुनुहुन्छ भनेर म आभारी प्रकट गर्दछु। र त्यो स्पेसल चिज चाहिँ यो बक्सभित्र रहेको छ। यो बक्सभित्र रहेको छ है गाइस। र त्यो के हो कस्तो छ भनेर हामी एकछिनमा पक्कै पनि हेर्नेछौँ र हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट छोड्दै जानु होला। यो बक्सलाई ओपन गर्नुभन्दा पहिले म चाहिँ यो कसले दियो त भनेर खुलस्त पार्न चाहन्छु। यो चाहिँ मेरो बुढाले श्रावणको सगुनको रूपमा अहिलेको